गुड मर्निङ एभ्रिवान एभ्रीबडी एभ्रिथिङ सबैलाई भन्न चाहन्छु म त भर्खर उठेको है त्यही भएर गुड मर्निङ भनेको घाम त लागेको तर्कै उठ्ने टाइमै यस्तो के भन्नु गाह्रो छ सुतेपछि सुत्याछु चाहिँ उद्देश्य उठे गाह्रो छ नि हामी त अब ड्राइभर मान्छे त्यही भएर आज अब हाम्रो चाहिँ अब यात्रा भनेको चाहिँ अब कालीकोटको हुन्छ होइन आज चाहिँ लङ टुर जान लाग्यो पश्चिमको लगभग लास्टै हो भनौँ न त्यही भएर यसो सानोतिनो भ्लग बनाऊँ न रमाइलो पनि हुन्छ कि भन्ने एउटा मनोरञ्जनको लागि चाहिँ बनाएको हो खास होइन खासै भ्लग त बनाउनु पनि अब यसो मान्छेको यो मनको शान्ति त हो होइन के नै हुन्छ र अब मेरो अब छोटो मिठो भ्लगमा अब यसो देखाउनु पर्यो भनेर यसो अब भ्लग सुरु गरेको त्यही पनि अब के हुन्छ हेरौँ कसले कतिको साथ दिन्छ भन्ने कुरो हो अनि आज चाहिँ अब मेरो गाडीको टुर हुन्छ त्यही त हो अब आज गाडी साडी बनाउँछ ग्यास राम्रो छ टायर सायरहरू नयाँ हाल्नु छ बाटो अब कस्तो थाहा छैन हामी त चिताउने हो अब जानुपर्ने छ उता कालीकोट कालीकोट जिल्ला के हो कसो हो होइन अब आफू त टुटाउनु पऱ्यो नि त होइन त्यही भएर बाटो छ ठिक छ अब यति भन्दै होइन अरू के भन्नु तपाईँहरू उठेर पनि भात खाएर पनि होइन काममा लागिसक्नु भयो होला हाम्रो त छैन है म भर्खर उठेको हाम्रो ग्याङहरू लाएर भात हालिसक्यो ट्याक्क निस्किन्छौँ बेलुका लोड भएर होइन टक्क लोडसोड गरेर अब हाम्रो यात्रा ठाउँको अब यताउति चिया खाने जक्सनहरू है हामी त ड्राइभरहरू ठाउँमा अब जक्सनहरू पनि छ ट्याक्क सानो क्लिप हेरिदिनुहोस् र साथ दिनुहोस् होइन नयाँ भ्लग हो यो मेरो चाहिँ होइन सायद जुम्ला हुम्लातिर हुन्छ होला सायद हाम्रो अहिलेको लङ टुरको ट्रिप चाहिँ होइन गाडी त्यहीँ छ फेरि हाम्रो जक्सन चाहिँ गाडीको होइन आइरहेको छु बसेर प्याकिङ सेकिङ गरेर एक हप्तासम्म उता अब हिउँसो पर्छ अरे जाडो हुन्छ भन्ने कुरो गरिरहेको थियो त्यही भएर ट्याक्क गरेर है त होइन ग्यास चाहिँ तपाईँ देख्न सक्नुहुन्छ त्यही हो होइन टायर सायर चेन्ज चारवटा टायर नयाँ किने तपाईँले टक्क अब त्यो टायरलाई अब टक्क फिल गर्ने हो चारवटै गाडी पनि बनिसक्यो अब अब टायर पनि हालियो होइन नयाँ टायर हाल्नु तिनवटा त हालिसक्यौँ तिनवटा चाहिँ हालिसक्यौँ होइन तिनवटा टायर देखाइदिने कि अब फाइनली गाइज होइन अब गाडी साडी पनि यताउति बर्बाद भयो होइन अब गाडी पनि अलिकति दियोस् लङ टुर हिँड्दाखेरि अलिकति समस्या देखाइ आस्तो गरेको थियो त्यो भएर ग्यास पनि हालियो अब यता चेकचाक पनि गराइयो अब ट्याक्कलाई अब निक्लियो के ग्यासबाट यो चाहिँ हाइवे हो होइन यो कहाँको हाइवे भन्नु होला यो नेपालको चितवन जिल्लाको नानघाट बजारको हाइवे लाइन हो होइन तपाईँलाई देख्न सक्नुहुन्छ रूपमा ठिक छ अब यति नै हो गाडी साडी पनि बनाइयो गराइयो थियो होइन ट्याक्क लाँदै झोलासँग फेरियो अब एक हप्ताको टुरमा हो बाहिरदेखि लाग्यो अब गएर अब चाहिँ लोड गर्न जाने हामी लोड गर्न निक्लिन्छ टायर चाहिँ बाँकी पल्टी गर्नलाई हाल्न नयाँ टायर होइन त्यसपछि लागिन्छ ट्याक्क लाएर भेटौँला पछि हो के गोदाममा आइसक्यो होइन गोदाम हो यो चाहिँ गोदाम हाम्रो कम्पनीको गोदाम हो पुरै यो जति पनि छ यो थुप्रो पोको त्रिहरू यो सब जाने हो आज लोड भएर होइन
अब चाहिँ अब लोडिङ सुडिङ हुने गर्ने हो ट्याक्क लाएर होइन ट्याक्क अब चार नयाँ टायर लिएर आज फर्स्ट ट्रिप जाँदै हो हामी जुम्ला ल फाइनली अब होइन गाडी पनि लोड भयो ट्याक्क लाएर हामी निक्लिनु लागेको हो होइन गाडी पनि अब हामी निक्लिनु लागेको होइन टक्क लोड भएर अब हामी चाहिँ सर निस्किनु लाग्यो होइन तपाईँहरूलाई थाहै छ होला हामी कहाँ जानु लाग्यो भनेर हाम्रो चाहिँ आज भनौँ न बाजुरा अछ्याम भन्ने ठाउँतिर जानु ला हो होइन त्यसपछि जुम्ला पनि हुन्छ लोड भएर हिँडेको अब भोलि कति बजीतिर पुग्छ होइन थाहा छैन लम्बा यात्रा छ गाह्रो छ गाडी लोड गर्न हिँडिसक्यो होइन ग्यास अब पेट्रोल पम्प पनि त्यही छ होइन तेल सेल पनि हाल्नु पर्छ ट्याक्क लाएर तेल सेल हालेर अब लाग्नुपर्छ बिस्तारै बाटो टाढा लोड चाहिँ बवाल हुन्छ है लोड चाहिँ टडकलाई चाहिँ टप्छ है पेट्रोल पम्पभन्दा अर्को छ गाडी पेट्रोल पम्पभन्दा अर्को छ गाडी माल हल्का टेढो पनि छ त्यही भएर होइन आज पहाड भयो ल है ल हामी निस्केको फाइनली गाइस है म त लुम्बिनी कटेँ लुम्बिनी लुम्बिनी कट्यो लुम्बिनी फाइनली गाइस गुड आफ्टरनुन है गुड आफ्टरनुन हामी चाहिँ के भन्दाखेरि भोटे चोर आइसक्यो भोटे चोर भोटे चोर ला भने दाले चाहिँ ट्याक्करै रुल ल्याएको छ होइन रुल निन्द्रा लगाएर चाहिँ अब के त्यही भएर गाह्रो भयो होइन यो चाहिँ बजार हो होइन भोटे चौर श्रीखेत भन्छ भोटे चौर पहाडको बिचमा एउटा बस्ती बजार चाहिँ हजारमा लाग्छ है भोटे चौर हो यो खास तपाईँको यतातिर देब्रे गयो भने तपाईँको चिन्चु पुग्छ दाहिनेतिर गयो भने जाजरकोट है यताबाट चाहिन्छ बाटो चाहिँ जाजरकोट यतातिरको चाहिँ धेरै जस्तो गाडीहरू चाहिँ यस्तो चल्दो रहेछ के हो एसएमएल जस्तो गाडी हो के हो भन्दै होइन यता गाडी धेरै चल्दो रहेछ हाम्रो घरतिर त फेरि उयो खोला पुग्छ यताबाट खोला पुग्छ भन्नु भयो दाइले पनि होइन ठिकै छ खोला पुग्छ थाहा मलाई पनि त है र बजार चाहिँ ठिकै छ होइन रमाइलो छ होइन बजार बाटो चाहिँ यतातिर चाहिँ अलिकति कस्तो भएको चल्छ भने बट्टा सट्टा आरी गाडी पनि हामी गन्तव्य ठाउँ पुगेका छैनौँ यो सबै पर्लो हुँदै गइरहेको छन् राउटे जाति होइन पहिला भन्ने कुरो गर्नु भन्ने गर्न चाहिँ होइन यो जङ्गलमा थियो यहाँ बसेको राउटेहरू अहिले उहाँ तलतिर कराइन्छ त्यही भएर अझै पुगेको छैन गन्तव्य ठाउँमा गाह्रो छ बेलुकासम्म नि पुगिन्छ नि के हो जस्तो लाग्न थाल्यो कता कता त्यही भएर राष्ट्रिय पनि हाम्रो गइरहेको पुरै पास सुकेर अब घरेर लाग्न थाल्यो अब नेपालको वन के अरे जङ्गलमा पनि वन जङ्गलमा
अस्ति गाउँले चिताउनु थियो आज चाहिँ पहाड तपाईँलाई थाहा म कहाँ आउने खाना गरेर अब गाडी चाहिँ माथि छ माथि छ होइन त्यो घर देखिरह त्यहाँ छ गाडी चाहिँ अब गाडी लिएर आउनुपर्छ मैले यहाँ छ होला त्यही पछाडिको होटेल हो हिजो हामी बसेको होटेल दरबार यत्रो पहाड उकालो उडेर परेर किनकि अलिकति एउटै साउको हुन त त्यो यो होटेल र यो होटेल एउटै साउको हो त्यो भएर यो होटेलमा चाहिँ सुरुमा गाडी यहाँ राखेको दाइको रहेछ कि दाइकोमा दाइको होटेलमा अलिकति प्याक भएर चाहिँ हामी गाडी मात्रै पार्किङ गरेर त्यो होटेलमा चाहिँ गएर बसेको अब उठ्यो अब माल पनि त्यत्तिकै छ आएको त 3 दिन भइसक्यो आएको माल छ देखिरहनु भयो होला वेलकम टु होटेल हिल्ली भ्याली होटेल हो है गाडी चाहिँ यहाँ छ मेरो गाउँ पहाड हामी कस्तो कस्तो ठाउँ पुग्छ भनेर देखाएको थियो जनता सबैलाई देखाएको थिएँ हेर्नु घर बसी बसी सुतेर होइन हेरेर देखाइदिनु पर्यो हाम्रो यात्राको मजा लिनुहोस् होइन हाम्रो यात्राको मजा लिनुहोस् कति कति टाढा टाढा पुगेको हुन्छ घरमा त थाहा आएन घरै देखेको छैन पहिले पनि यहाँ हाम्रो घर चाहिँ भने हाम्रो घर यहाँ ठ्याक्कै 800 किलोमिटर बर्खाको बेला यो बाटो हिँड्नु छैन मर्निङ भन्न चाहन्छु खर उठेको होइन सबैलाई गुड मर्निङ सबैले चिया पानी सबै खानुभयो होला म त भर्खर उठेको चिया कलाएर गाह्रो छ माल चाहिँ अहिलेसम्म झारे छैन अहिलेसम्म खाली भएको छैन आएको 4-5 दिन भइसक्यो गाह्रो छ अब बल्ल जुम्ला जानु लाग्यो जुम्ला बेबी कम टु दुबई हेलो मलाई पनि थाहा छैन म पनि कुन ठाउँमा छु यो होइन अब कति जाम लागेको थियो त्यही भएर म हिँड्दै आएको यसो ठाउँहरू हेरेको ठाउँ त जति हेरे पनि आँखाले क्याप्चरै गर्न सक्छ त्यस्तो ठाउँ छ कि बवाल छ क्या बवाल है बवाल छ क्या पहाडको ठिटोमा त गाउँ बेसीको सान पछाडिको त पुरै हिमाल हो पछाडिको बवाल छ बवाल यस्तै बवाल बवालै छ नि पहाडको बिचमा यो चाहिँ
गुड मर्निङ सबैलाई, गुड मर्निङ। हामी चाहिँ अहिले ट्याक्कै कालीकोटमा बसेको थिएँ बेलुका आएर बास होइन। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ चुडनको लागि। हाम्रै कम्पनीको माल बोकेर आएको छ। डल्लो फर्सी जस्तो गाडी छ होइन। त्यही हो, अब फर्किनु पर्छ। 5 दिनको टुर हो। अब 1.5 दिन लगाइहाल्छ, लगभग 1 हप्ताको टुर हुन्छ। यो पुरै कालीकोट हो, कालीकोट जान सक्नुहुन्छ होइन। वाले छ। अब 7 दिन हो, 8 दिन हो, खुसी लाग्छ मलाई। अब मेरो न्यू भ्लग हो होइन, यो फर्स्ट भ्लग हो। मन नपऱ्यो नि पऱ्यो नि, सपोर्ट चाहिँ गरिदिनु होला है। ड्राइभर हो, खास चाहिँ राम्रो पदको त होइन, ड्राइभरै मात्र हो क्या। त्यही भएर गाह्रो छ है। यस्तो बाटो बाटो पुरै रिस लिएर हिँड्नुपर्छ। बाटो पुरै धराब हो होइन, सम्ममा हिँडे जस्तो हुँदैन। पाहाडको बाटो गाह्रो छ। त्यही भएर अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ है। अब एउटा जान्छौँ, त्यो चाहिँ हामीसँग खास जानुपर्ने चाहिँ हामी जुम्ला हो, तर जुम्लाको टिप परेन, हामी यहीँ कालीकोटसम्मको पऱ्यो। अब जुम्लाको लागि जान लागेको चाहिँ यो गाडी हो। त्यसपछि नेक्स्ट टिप चाहिँ हाम्रो अब त्यही हो, मुगु हुन्छ। मुगु चिकन आउँछु, चिकन आएपछि त्यसपछि मुगु हुन्छ। अब जाँदा चिकन खाएको, अब ब्रेकफास्ट पनि भयो, खाइयो, ट्याक्क लाएर अब निस्किनुपर्छ है। त्यस्तै हो, अरू गाना आउँदै हिँड्नै पर्दैन। अब चाहिँ बिस्तारै हिँड्नै पर्छ होइन। कृष्ण लेप्चामा उब्रो काम छैन। त्यही भएर सबैलाई नयाँदेखि तयाँदेखिबाट नमस्ते भन्न चाहन्छु।